कति गराइरहेको साथै काम गर्नु हेर्नु न काम गर्नु दिँदैन लानी नदी 730 त भयो मेरोलाई के गर्दैछ मेरो खै गर्देको पहिले ए नवीन उता यता होला भिडियो बनाउँदै हुनुहुन्छ अब त्यो हो मेरो त्यो हो नवीन सरले भिडियो बनाउनुहुन्छ राम्रो बनाउनुहुन्छ म ए अगाडि बसेको छु ल के यहाँ अगाडि बस अगाडि बसेको टाउको सबको फुटे पनि जिम्मेवारी लिदिन म अनि कसरी फुट्छ हौ टाउको हातबाट मुग्रा उछिटिन्छ अनि त्यो त म छलिहाल्छु नि अब छल्दा त्यतिखेर त्यही त झर्ने बेलामा त भन्न गोली चाहिँ छलिन्छ कुङ्रो झर्ने बेलामा भन्न भइहाल्छ नि अलिक हात चाँडो चला मैले तँलाई एउटा माछा भुत्लाउने मेसिनले भनेको थिएँ अब अटेरी गर्छस् ऊ अब ए झाडु जस्तो ए झाबडा डाबडा निकाल्दिन्छु अनि मैले तँलाई राम्रो सल्लाह त दिएको त सुझाव दिँदा पनि मान्दैनस् एउटा मेसिन ल्याउनु सिलगढीमा गएर अब कुखुरा भुत्लाउने त यतै धरानमा पाइहाल्छ होइन तपाईँलाई केलाउनु पर्ने छ म केलाइदिन्छु अनि मैले कस्तो मलाई केलाउनु भनेको छु हौ अहिले म केलाउँछु माछा चाहिँ केलाउने भनेको क्या अहिले अब तपाईँ फास्ट हुन्छ नि त्यो त होइन अब तपाईँलाई ठ्याक्कै जोख्यो उता फ्याट्टे मेसिनमा हाल्यो भ्यारेर गऱ्यो निकाल्यो अब लोलीले उता काटकुट गरिहाल्छ तैँले चाहिँ जोख्ने यताउति छिटो दिने क्या सर्भिस त्यसरी चाहिँ छिटो हुन्छ दाजु यो रौभन्दा बुझिस् सर्भिस त्यसरी छिटो हुन्छ खै कति गराइरहेको साथै काम गर्नु हेर्नु न काम गर्नु दिँदैन जति गराएर त्यही त म मेरो काम गरिरहन्छु त ठिकै भन्नुभयो त बहिनीले दुईजनाकै काम भइरहेछ अनि उहाँले गर्दा तिमीलाई संसार चिन्छ कि ह्यान्डी प्लास लगाइदिउँ यत्रो के माछा किन्ने यत्रो आउनु छ अनि यो त चर्चामा आएर हो कहाँ उहाँसँग सबैले सुनेर देखेर हो त हो भाइहरू है यत्रो कहाँ कहाँबाट बाइकमा स्कुटीमा हेलिकप्टरमा हाउजमा आउनु सुरु गरिसक्यो मान्छेहरू प्लेनमा आउनु सुरु गर्छ ए शङ्कर सर हौडीमा कति सस्तो छ सस्तो छ यहाँ त अब उहाँहरूको भिडियो हेरेर भाइरल भएर हो त धेरै आएको हो सुन्यौ माछा किन्नु सुन्यौ कान्छा अब चाहिँ हाँस्छ होला यो ए आँखा पनि घुमाइदियो नि त एकछिन टु 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 टु